यही बाइकहरुमा चाहिँ हजुरले बजाजको बाइकमा चाहिँ हजुरले 50% डाउन पेमेन्ट गरेर चाहिँ लिएर जान सक्नुहुन्छ है। हजुरलाई केही पनि चाहिदैन, जम्मा एउटा तपाईको नागरिकताको भरमा चाहिँ हजुरहरूले 50% डाउन पेमेन्ट गरेर लिएर जान सक्नुहुन्छ। ल तपाईहरु के पठाउ इनड्राइभ गर्ने सोचमा हुनुहुन्छ? यदि पठाउ इनड्राइभ गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ बाइकर्स होमले चाहिँ हजुरहरुको लागि भनेर चाहिँ जम्मा 65,000 मा चाहिँ होन्डाको युनिकर्न बाइक अपडेट गरिसकेको छ है। हजुरहरूले चाहिँ 65,000 मा चाहिँ सम्पूर्ण यातायातको सेवा सुविधाहरू 2083 को ट्याक्स अनि त्यसपछि हजुरलाई फुल ट्याङ्की तेल र एउटा हेलमेट पनि हामीले प्रोवाइड गरेर पठाउने छौं। तपाईहरुलाई चाहिँ लटको अनुसार पैसा परेन, मात्र यो बाइक चाहिँ हजुरलाई अफरमा चाहिँ 75,000 मै यो चाहिँ हजुरहरूले जम्मा 1,05,000 डाउन पेमेन्ट गरेर चाहिँ लिएर जान सक्नुहुन्छ है। 1,05,000 मै तपाईको डाउन पेमेन्ट गरेर चाहिँ हजुरहरूले 2022 को पनि लास्ट मोडल हो यो है। यो हजुरले आफ्नो बनाउन सक्नुहुन्छ। एकदमै माइलेजको लागि एकदमै राम्रो है। सिटी राइडमा हजुरहरु जानुहुन्छ भने तपाईलाई लगभग केही नभने 45 प्लस को माइलेज दिन्छ है। हजुरले मोडल पनि हेर्न सक्नुहुन्छ। हामीसँग चाहिँ नयाँ मोडलको बाइक मात्र राखेका छौं है। 22, 23, 24 को मोडलको मात्र बाइक छ। अब भर्खर नयाँ मोडलको बाइकहरु त्यति धेरै नकुद्ला हैन, जति छ त्यति नै राख्ने हो, जेन्युन हुन्छ। हाम्रो बाइक बजार हेरेर आउने साथीभाइहरुको लागि चाहिँ स्पेशल क्याश डिस्काउन्ट पनि पाउनुहुन्छ र एउटा हेलमेट पनि हजुरहरूले सित्थेमा है लिएर जाने बेलामा नयाँ हेलमेट चाहिँ हजुरहरुलाई हामी अफरमा त्यो पनि दिएर पठाउँछ है त। नमस्ते, मेरो नाम चाहिँ योगेन्द्र श्रेष्ठ। हामी चाहिँ यहाँ बाइकर्स होम 3 कुने बीएस निकेतन कलेज सँगैबाट हामीसँग चाहिँ विभिन्न प्रकारका चाहिँ सेकेन्ड ह्यान्ड बाइकहरु स्कुटरहरु चाहिँ अवेलेबल छ है। तपाईहरुलाई म एक एक गरी सबैको डिटेलहरु चाहिँ यसको मोडल, प्राइस, किलोमिटर कति कुदेको छ है, यसको प्राइससँग सबै डिटेल भन्ने छु। त्यसको लागि चाहिँ हजुरहरुले लास्टसम्म भिडियो हेर्नु होला। एकदमै सस्तोमा है, तपाईहरुलाई लटको भन्दा नि कम प्राइसमा चाहिँ हामीले तपाईहरुलाई चाहिँ अपडेट गराएका छौं। तपाईको बजाजको डिस्कभर 150 बाइक चाहिँ 80 लटको 2017 मोडलको तपाईहरुलाई चाहिँ लटको अनुसार पैसा परेन, मात्र यो बाइक चाहिँ हजुरलाई अफरमा चाहिँ 75,000 मै हजुरहरुलाई हामी प्रोवाइड गर्ने छ। यसमा चाहिँ सम्पूर्ण सेवा सुविधा नै पाउनुहुन्छ हजुरहरुले है। 2083 को ट्याक्स क्लियर भएर आउँछ, हजुरलाई एउटा सर्भिसिङ आउँछ, एउटा हेलमेट पनि आउँछ है। सब थोक गरेर चाहिँ हजुरहरुले मात्र 75,000 मा चाहिँ यो बाइक आफ्नो बनाउन सक्नुहुन्छ। त्यस्तै गरी पठाउ राइडरको लागि एकदम बेस्ट एकदम हामीले पठाउहरुको कोही अब यसो कमाई गरे खाने मान्छे हुनुहुन्छ भने चाहिँ उहाँलाई फोकस गरेर चाहिँ एकदमै कम मूल्यमा राखेका छौं है। त्यस्तै गरी अर्को पनि छ हामीसँग है। यो चाहिँ 71 लटको होन्डाको सीबी ट्रिगर भन्ने बाइक देख्न सक्नुहुन्छ है। एकदमै फुल फ्रेश कन्डिसनमा छ है। यसको प्राइस पनि हजुरहरुको लागि चाहिँ मात्र हामीले चाहिँ 79,000 मात्रै राखेका छौं है। के छ सर यसको माइलेजको कुरा गर्नुपर्दा माइलेजको कुरा गर्नु पर्दाखेरि हजुरलाई यसले चाहिँ मजाले 40-45 को माइलेज त मजाले हान्छ है। अब होन्डाको बाइक भनेपछि तपाईको एकदमै बलियो पनि हुन्छ, रिसेल भ्यालु पनि राम्रो आउँछ, प्लस तपाईलाई मेन्टेनेन्स खर्च पनि धेरै आउँदैन। अरु बाइकको जस्तो मेन्टेनेन्स खर्च पनि धेरै आउँदैन। यो बाइक चाहिँ अब कोही अब यसो काम गरेर खाने मान्छे हुनुहुन्छ अथवा अफिसियल काम कसैले गर्नुहुन्छ, बाइकमा चाहिँ तपाईले धेरै किलोमिटर कुद्नुहुन्छ दिनमा भने चाहिँ हजुरहरुको लागि चाहिँ यो एकदमै बेस्ट बाइक हुन सक्छ है। हजुरहरुले इन्जिन देख्न सक्नुहुन्छ, यसको आउटलुक हेर्न सक्नुहुन्छ है। एकदमै फ्रेश कन्डिसनमा छ। प्राइस चाहिँ हजुरहरुलाई मात्र 99,000 मा चाहिँ हजुरहरुले सम्पूर्ण सेवा सुविधा सहित यो बाइक चाहिँ हजुरहरुले आफ्नो बनाउन सक्नुहुन्छ है। र त्यस्तै गरी हामीले देख्न सक्छौं हिरोको है सर। यो हिरोको चाहिँ स्प्लेन्डर प्लस एकदमै सक्सेसफुल बाइक है। यसको इन्जिनहरु पनि एकदमै दामी हुन्छ है। तपाईको धेरै पनि किलोमिटर कुदेको छैन, यो लगभग 10-12 हजार किलोमिटर मात्र कुदेको छ है। 2021 को पनि लास्ट मोडल हो। यसको प्राइस चाहिँ हजुरहरुलाई मात्र हामीले चाहिँ अफरमा चाहिँ 1,35,000 मा राखेका छौं है त। ए अफर प्राइस चाहिँ 1,35,000 मा चाहिँ हजुरहरुले 2021 मोडलको जम्मा 12,000 किलो मात्र कुदेको छ है। हजुरहरुले जुन कुनै बाइकसँग हजुरहरुले एक्सचेन्ज गरेर पनि लिएर जान सक्नुहुन्छ है। हजुरहरुको कुनै पनि बाइक छ अथवा स्कुटर छ भने चाहिँ एक्सचेन्ज गरेर पनि लिएर जान सक्नुहुन्छ। जुन कुनै बाइकसँग हामीसँग भएको जुन कुनै बाइक अथवा स्कुटरसँग चाहिँ हजुरहरुले एक्सचेन्ज गरेर लिएर जान सक्नुहुन्छ। र त्यस्तै गरी अब हामी अलिकति स्कुटरतिर लागौं है सर। स्कुटर एकदमै अहिले तपाईको माइलेजको किङ भनेर चिनिने स्कुटर है। किङ पनि हैनला क्वीन होला सायद हैन। एकदमै माइलेजको लागि एकदमै राम्रो है। सिटी राइड हजुरहरु जानुहुन्छ भने तपाईलाई लगभग केही नभने 45 प्लस को माइलेज दिन्छ है। अब शोरूममा यसको प्राइस चाहिँ लगभग हजुरलाई 3,20,25,000 छ क्यारे हैन। यो चाहिँ 2021 मोडलको हो। लगभग 18,000 किलो मात्र कुदेको छ है। प्रदेशको 028 लटको यसको प्राइस चाहिँ हजुरहरुलाई मात्र 1,80,000 मै आउँछ है। र सरले माइलेजको किङ भनिहाल्नु भयो सर। कति जति दिन्छ माइलेज सर? माइलेज चाहिँ हजुरहरुलाई सिटी राइड गर्नुहुन्छ नि, सिटी राइडमा चाहिँ हजुरहरुलाई 45 प्लस को माइलेज चाहिँ स्योर दिन्छ। अब लङ रुटमा जानुहुन्छ, हाइवेमा जानुहुन्छ नि हजुरहरुलाई लगभग 50 के माइलेज त दिन्छ। के सर फाइनान्सको सेवा सुविधा तपाईहरुका छ वा छैन? फाइनान्सको सुविधा पनि छ है। फाइनान्सको चाहिँ अहिले हामीले सबै बाइकमा छैन। अहिले हजुरहरुले फाइनान्समा चाहिँ बजाजको बाइकहरु लिएर जान सक्नुहुन्छ। अनि अहिले नयाँ आएको ट्राम भन्ने बाइक छ, ट्राम पनि हजुरहरुको फाइनान्स गर्न सक्नुहुन्छ। अनि त्यस्तै गरी केटीएम को बाइकहरुमा पनि हजुरहरुले 50% डाउन पेमेन्ट गरेर चाहिँ लिएर जान सक्नुहुन्छ। जम्मा 2600 किलोमिटर मात्रै कुदेको छ। एकदम हजुरहरुले देख्न सक्नुहुन्छ एकदमै अनटेस्ट कन्डिसनमा छ। कोही अफरोड बाइकको खोजीमा हुनुहुन्छ भने
चाहिँ हजुरहरू भिजिट गर्नुभन्दा चाँडो सम्पर्क गर्नु होला है। एकदमै राम्रो कन्डिसनमा छ, 2600 मात्र किलोमिटरको। प्राइसको कुरा गर्नुहुन्छ भने चाहिँ हजुरहरूको लागि भनेर चाहिँ यो बाइक चाहिँ हामीले जम्मा 2,65,000 मा अपडेट गरेको छौँ है त। देख्न सक्नुहुन्छ बाइक चाहिँ जम्मा 27,000 किलोमिटर मात्र कुदेको छ। बागमती प्रदेशको 045 लट 2023 को लास्ट मोडल, एकदमै बलियो बाइक है, मार्केटको एकदम हटकेक डिमान्डेड बाइक। बाउले किन्यो भने हजुरको नातिलेसम्म चढ्न मिल्ने बाइक चाहिँ अपडेट भइसकेको छ है। बाइक देख्न सक्नुहुन्छ, यसको किलोमिटर पनि कम कुदेको छ। बाइक पनि एकदम सिलप्याक इन्जिनमा छ, एकदमै A1 कन्डिसनमा छ। हजुरहरूले सोरुममा गएर 6-7.5 लाख पैसा बुझाउनु पर्दैन। बाइकर्स होमले चाहिँ हजुरहरूको लागि भनेर चाहिँ मात्र 4,35,000 मा चाहिँ अपडेट गरेको छ। हाम्रो टिनेजर्सहरूको मुटुको ढुकढुकी MT-15 बाइक चाहिँ हामीले एकदमै बेस्ट प्राइसमा चाहिँ हामीले अपडेट गरिसकेको छौँ है। देख्न सक्नुहुन्छ, एउटा छ 2019 को मोडल BS प्रोमा, अर्को छ 2022 को मोडल BS6 मा है। प्राइस वाइज कुरा गर्दाखेरि चाहिँ हजुरहरूलाई यो 2019 को मोडल चाहिँ मात्र आउँछ 2,80,000 मा है। 2,80,000 मा चाहिँ हजुरहरूले बागमती प्रदेशको 08 लटको बाइक चाहिँ हजुरहरूले आफ्नो बनाउन सक्नुहुन्छ भने चाहिँ यो चाहिँ 3,75,000 मा चाहिँ हजुरहरूले 2022 को मोडल BS6 मा चाहिँ हजुरहरूले आफ्नो बनाउन सक्नुहुन्छ। यो चाहिँ TVS को एन्ट्रक है, बागमती प्रदेशको 041 लट 2023 को लास्ट मोडल हजुर, 2023 को लास्ट मोडल हो है। यसमा स्मार्ट कनेक्ट येल्लो कलरमा है। तपाईँको यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र आउँछ 1,85,000 मा, 1,85,000 मा हजुर। र त्यस्तै गरी यो हाम्रो बाइक बजार हेर्नेलाई अलिकति विशेष डिस्काउन्ट दिनुहुन्छ होला। हाम्रो बाइक बजार हेरेर आउने साथीभाइहरूको लागि चाहिँ स्पेशल क्यास डिस्काउन्ट पनि पाउनुहुन्छ र एउटा हेलमेट पनि हजुरहरूले सित्थेमा है लिएर जाने बेलामा नयाँ हेलमेट चाहिँ हजुरहरूलाई हामी अफरमा त्यो पनि दिएर पठाउँछ है त। र त्यसको स्क्रिनसट चाहिँ चाहियो। हाम्रो बाइक बजारलाई चाहिँ सब्सक्राइब गरेर चाहिँ आउनु पर्यो फेरि। ल अब फेरि अर्कोमा जान सक्छौँ हामी, ब्लू कलरमा चाहिँ सर। यो चाहिँ ब्लू कलरको स्क्वायर एडिसन भन्छ यसलाई चाहिँ होइन, स्क्वायर एडिसन। यो चाहिँ तपाईँको टप मोडल हो, सोरुममा पनि यसको चाहिँ प्राइस चाहिँ नर्मल भन्दा यसको महँगो नै छ। यो चाहिँ 2021 मोडलको। किलोमिटर कुरा गर्दाखेरि हजुरको लगभग 18-19,000 किलोमिटर मात्रै कुदेको छ है। यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र आउँछ 1,65,000 मै आउँछ है। 1,65,000 मा चाहिँ किलोमिटर पनि धेरै कम रहेछ, धेरै कम छ सर। जेनुनै हो नि, जेनुन छ, जेनुन। हजुरहरू कोही आएर यसो टेस्ट राइड गरेर हेर्न सक्नुहुन्छ। हजुरको कोही मेकानिक हुनुहुन्छ अथवा साथीभाइहरू बाइक सम्बन्धी नलेज भएको मान्छे छ भने हजुरहरूले आएर सम्पूर्ण चेक जाँच गरेर लिएर जान सक्नुहुन्छ। हजुरहरूले केही प्रब्लम भेट्नु भने त्यो चाहिँ हामीले हजुरलाई मेन्टेन गरेर पठाइदिनेछौँ फेरि। र फेरि पनि अर्को देख्न सक्छौँ, सेमै हो सर। यो हजुर सेमै हो, मोडल मात्रै फरक छ। यो चाहिँ बागमती प्रदेशको 032 लट 2022 को मोडल हो क्या अरे। यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र 1,80,000 है। 1,80,000 मा सोरुममा गएर 3 लाख पैसा हाल्नु परेन। 1,80,000 मा चाहिँ हजुरले देख्न सक्नुहुन्छ। सोरुममा जस्तै एकदम फ्रेस कन्डिसनमा छ। टायर सायर इन्जिनहरूदेखि लिएर है आउटलुकहरू सब A1 छ। हजुरहरूले लगेर केही खर्च गर्नु पर्दैन, मात्र पेट्रोल हाल्दै चढ्ने मात्रै है। मात्र भनिन्छ तेल हाले कुदाइहाल्यो। हजुर 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 हजुर। र त्यस्तै गरी फेरि पनि देख्न सक्छौँ होन्डाको सर। होन्डाको एकदमै, होन्डाको बाइक भन्ने बित्तिकै एकदमै तपाईँको बलियो जेनुन है। तपाईँको मेन्टेनेन्स खर्च पनि धेरै नआउने है, एकदमै बलियो हुने स्कुटरको खोजीमा हुनुहुन्छ भने चाहिँ हजुरहरूको अप्सनमा चाहिँ यो होन्डाको एभिएटर स्कुटर पनि हुनसक्छ है। यो स्कुटर पनि तपाईँलाई 2022 कै मोडल हो। तपाईँहरूलाई प्राइस आउँछ मात्र 1,80,000 मा आफ्नो बनाउन सक्नुहुन्छ है। अब स्कुटर हजुरले लगभग सबै देखिसक्नुभयो। यसको इन्जिनको कन्डिसन चेक गर्नको चाहिँ हजुरको लागि चाहिँ हजुरहरूले भिजिट गर्न सक्नुहुन्छ। हाम्रो सब बाइकहरू छौँ 3 कुनै है, आएर हजुरले सबै चेक गरेर हजुरले लिएर जान सक्नुहुन्छ। 1,80,000 मा चाहिँ हजुरलाई सम्पूर्ण सेवा सुविधा सहित चाहिँ हामी हजुरलाई प्रोभाइड गरिदिनेछौँ। र साथसाथै फेरि पनि अर्को देख्न सक्छौँ, सेमै छ सर। यो चाहिँ हजुरको सेम हो, मोडल मात्रै फरक हो। 2021 को मोडल हो। यो चाहिँ हजुरहरूलाई मात्र 1,65,000 मै हजुरहरूलाई हामी प्रोभाइड गर्नेछौँ है। र त्यस्तै गरी अब मार्केटमा एकदमै डिमान्डेडै भन्नुभयो सर। एकदमै होन्डाको भन्ने बित्तिकै मार्केटमा एकदमै तपाईँको डिमान्डेडै हो। होन्डाको भन्ने चाहिँ जेनुन हुन्छ, जापानिज मोडलहरू हो होइन, बलियो पनि हुन्छ। यो चाहिँ तपाईँको बागमती प्रदेशको 050 लट है, 2024 को लास्ट मोडल हो। तपाईँको जम्मा 11,000 किलोमिटर मात्र कुदेको छ है। स्कुटर पनि धेरै कुदेको छैन। यसको प्राइस चाहिँ हजुरलाई मात्र आउँछ है जम्मा 2 लाख मै। 2 लाख मा आयो, 2 लाख मै आयो है। तपाईँलाई 1 लाख रुपियाँ घटेर आयो सोरुम प्राइसबाट। 1 लाख रुपियाँ घटेर आयो। हजुरले 2 लाख मा चाहिँ हजुरहरूले आफ्नो बनाउन सक्नुहुन्छ है। र त्यस्तै गरी साथसाथै फेरि पनि देख्न सक्छौँ, यो नि होन्डाको ग्राजिया हो है, डिस्क ब्रेकवाला। यो चाहिँ 2021 को मोडल हो। बागमती प्रदेशको 031 लट एकदमै फाइन कन्डिसनमा छ स्कुटर, हजुरले देख्न सक्नुहुन्छ है। यसको प्राइस चाहिँ हजुरहरूले मात्र आउँछ 1,75,000 मा है। 1,75,000 र त्यस्तै गरी एप्रिलाको स्टर्म भनिन्छ सर। हजुर एप्रिलाको स्टर्म। यो चाहिँ 2019 मोडलको हो। हजुरहरूले देख्न सक्नुहुन्छ कन्डिसन A1 छ। हजुरहरूले मेन्टेन गर्नुपर्ने केही पनि छैन है। अनि यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र हामीले 1,32,000 राखेका छौँ। हजुर त्यसमा पनि हजुरहरूले हाम्रो यो युट्युबबाट आउने साथीभाइहरूको लागि चाहिँ स्पेशल क्यास डिस्काउन्ट पनि हुन्छ।
है आउनु होला भिजिट गर्नु होला टेस्ट राइड गरेर हेर्नु होला हजुरहरूलाई मन परेको खण्डमा हामी एकदम मिलाएर हजुरलाई पठाउने छौँ है र त्यस्तै गरी यता हामीले देख्न चाह्यौँ भने सर यो पनि भनिदिनु सर बाइक है अब यो चाहिँ बागमती प्रदेशको 083 लटको R15 V4 2023 को लास्ट मोडल हो है V4 एकदमै राम्रो कन्डिसनमा छ हजुरहरूको हेर्नु जम्मा 11,000 किलोमिटर मात्र कुदेको छ है ल कोही R15 V4 को खोजीमा हुनुहुन्छ खोजिरहनु भएको छ भने चाहिँ हजुरहरूले जुनसुकै बाइकसँग चाहिँ एक्सचेन्ज गरेर पनि लिएर जान सक्नुहुन्छ यसको प्राइस चाहिँ हामीले हजुरहरूको लागि भनेर जम्मा 3,95,000 मात्र राखेको छौँ है त र त्यस्तै गरी कलर अप्सन छानी पाउन सकिन्छ हजुर छानी आउँछ हामीसँग अर्को पनि छ है 040 लटको 2023 को मोडल हो यो पनि है FI ABS मा तपाईको 2023 को मोडल भयो BS6 मा है जेन्युन 14,000 मात्र किलोमिटर कुदेको छ 14,000 सिंगल ह्यान्ड पनि हो है 14,000 मात्र कुदेको छ सिंगल ह्यान्ड पनि हो हजुरहरू भिजिट गर्नु होला हामीले यसको प्राइस चाहिँ हजुरहरूको लागि मात्र 3,70,000 मा राखेका छौँ र यसको सोरुम प्राइस कति जति पर्न जान्छ सोरुम प्राइस चाहिँ हजुरलाई 6.5 लाख पर्छ भन्नाले आदिने मूल्यमा हजुर 14,000 मात्र किलोमिटर कुदेको छ जेन्युन हैन हजुरहरू आउनु होला भिजिट गर्नु होला टेस्ट राइड गर्नु होला चित्त बुझेको खण्डमा चाहिँ हजुरहरूलाई अझ त्यसमा पनि हामीले मिलाएर छँदैछ है सर अझै मिलाएर फेरि पनि छ है सर यता हजुर अब अर्को छ यो चाहिँ हाम्रो R15 V3 BS4 हैन डबल च्यानल ABS भएको FI भइहाल्यो हैन 2019 को मोडल तपाईको बागमती प्रदेशको 009 लट यसको प्राइस चाहिँ हजुरहरूको लागि भनेर हामीले मात्र राखेको छौँ 2,45,000 मा 2,45,000 2,45,000 मा चाहिँ हजुरहरूले यो बाइक चाहिँ आफ्नो बनाउन सक्नुहुन्छ है हजुर र त्यस्तै गरी फेरि अर्को देख्न सक्छौँ है सर ल यो चाहिँ यामाहाको FZ 250 है 250 सीसी को FZ 250 2022 के मोडल यो पनि प्रदेशको 039 लट 2022 को मोडल किलोमिटर चाहिँ हजुरको लगभग 13-14,000 किलोमिटर मात्र कुदेको छ है सिंगल ह्यान्ड बाइक हो सिंगल युज भएको बाइक हो हजुरहरूले देख्न सक्नुहुन्छ आउटलुकहरू पनि एकदमै राम्रो छ इन्जिनको कन्डिसनहरू पनि A1 छ है यसको प्राइस चाहिँ हजुरहरूलाई अफरमा हामीले 2,55,000 मात्र राखेको छौँ है त र योगेन्द्र सर मैले हजुरलाई एउटा कुरा सोध्न चाहे है हजुरले जति पनि अहिले चाहिँ बाइक स्कुटरहरू देखाएको छ इन्जिनको अवस्था पनि राम्रो छ भन्नु छ एक्सिडेन्टको विषय चाहिँ के छ सर एक्सिडेन्ट हजुर एक्सिडेन्टमा त्यस्तो छैन हामीले चाहिँ सम्पूर्ण त्यो चाहिँ चेक जाँच गरेर राखेका हुन्छौँ है हामीले बाइक हामीले यहाँ लिएर आउनुभन्दा अगाडि चाहिँ सम्पूर्ण बाइकको चाहिँ यान्त्रिक परीक्षणहरू देखेर त्यसको आउटलुकहरू देखेर सबै हामीले हेरेर चेक गरेर राखेका हुन्छौँ होइन अब कहिले कति केही कुराहरू चाहिँ थाहा पनि नपाउन सक्छ यदि हजुरहरूले भेट्नु भयो भने त्यस्तै केही प्रब्लम छ नि त्यसमा पनि हामीले हजुरहरूलाई मेन्टेन गरेर पठाइदिनेछौँ ए भन्नाले के गरी कहिलेकाहीँ त के हुनसक्छ हजुरहरूले मेन्टेन गरेर पठाइदिन्छ कसैको साइड लाइट नबल्ला कसैको तपाईँको हेडलाइट नबल्ला होइन थाहा हुँदैन त्यसको पनि हजुरहरूले सर्भिसिङ गर्ने बेलामा हजुरहरूलाई सम्पूर्ण हामी चाहिँ गरेर पठाइदिने के छ सर हजुरकै सर्भिसिङ सेन्टर छ कि हजुर हाम्रै सर्भिस सेन्टर छ हाम्रो सर्भिस सेन्टरमा हामी तपाईँहरूलाई सम्पूर्ण सेवा सुविधा सहित हामीले सर्भिसिङ गरेर पठाइदिन्छौँ हामीले चाहिँ फर्स्ट सर्भिसिङ चाहिँ हजुरलाई फ्री गरेर पठाइदिन्छौँ हजुर अनि बाँकीको सर्भिसिङ चाहिँ हजुर आफैले गर्नुपर्ने हुन्छ अब त्यसमा पनि हजुरहरूले हेर्नु होला हैन केही त्यस्तो प्रब्लम हामीले सकभर सबै हामीले चाहिँ रिकन्डिसन गरेर राखेका हुन्छौँ त्यसमा केही रहेछ भने त्यो पनि हजुरहरूलाई हामी मेन्टेन गरेर पठाउने छौँ है र त्यस्तै गरी फेरि हामीले देख्न सक्छौँ है सर यो चाहिँ FZS V3 है BS6 मा 2022 को मोडल हो ब्ल्याक कलरमा बाइक देख्न सक्नुहुन्छ A1 कन्डिसनमा छ है कोही FZ V3 को खोजीमा हुनुहुन्छ भने हजुरहरूले ल टेस्ट राइड गरेर आफ्नो बनाउन सक्नुहुन्छ 2022 को मोडल तपाईको लगभग 16,000 किलोमिटर कुदेको छ यसको प्राइस चाहिँ हजुरहरूको लागि चाहिँ हामीले 2,50,000 मै पठाउने छौँ 2,50,000 मै है र सेमै छ सर अर्को पनि अर्को यो चाहिँ BS4 मा हो यो चाहिँ 2021 को लास्ट मोडल हो हैन यो चाहिँ हजुरहरूको लागि चाहिँ मात्र 2,45,000 मा हामी पठाउने छौँ 2,45,000 हजुर र त्यस्तै गरी फेरि पनि देख्न सक्छौँ हामीले FZ हैन सर यो हजुर FZ V2 है एकदमै मार्केटको डिमान्ड भएको बाइक है हजुर तपाईले खोजेर पनि नभेट्ने बाइक एकदम मार्केटमा रिसेल भ्यालु पनि एकदमै हाई भएको अनि तपाईको डिमान्ड पनि एकदमै हाई भएको है यो बाइक चाहिँ हामीसँग आएको छ है 2021 को मोडलमा आएको छ 025 लटको बागमती प्रदेशको जम्मा तपाईँको 17,000 किलोमिटर मात्र कुदेको छ बाइक चाहिँ है हजुर एकदम फुल फ्रेस कन्डिसनमा छ बाइक होइन यसको प्राइस चाहिँ हामीले हजुरहरूको लागि भनेर चाहिँ मात्र 2,20,000 मा अपडेट गरेका छौँ है यो चाहिँ र त्यस्तै गरी अर्को पनि छ है सर हजुर यो चाहिँ 2022 मोडलको हो ब्ल्याक कलरमै है तपाईको यसको चाहिँ जम्मै तपाईको किलोमिटर चाहिँ लगभग 12,000 किलोमिटर मात्र कुदेको छ है अब तपाईँले टायरहरू देख्न सक्नुहुन्छ इन्जिनहरू ठ्याक्कै सोरुमको जस्तै छ है यसको प्राइस चाहिँ हजुरहरूको लागि भनेर चाहिँ हामीले 2,40,000 मा अपडेट गरेका छौँ है त सर अघि हामीले फाइनेन्सको सेवा सुविधा बजाजको बाइकमा भनेको थियौँ नि हजुर यही बाइक देखियो सर हजुर यही बाइकहरुमा चाहिँ हजुरले बजाजको बाइकमा चाहिँ हजुरहरूले
50% डाउन पेमेन्ट गरेर चाहिँ लिएर जान सक्नुहुन्छ है। हजुरलाई केही पनि चाहिँदैन, जम्मा एउटा तपाईँको नागरिकताको भरमा चाहिँ हजुरहरूले 50% डाउन पेमेन्ट गरेर लिएर जान सक्नुहुन्छ। त्यसको लागि चाहिँ हजुरको 25 वर्ष उमेर पुग्नु पर्यो अनि हजुरको चाहिँ भ्यालिड ड्राइभिङ लाइसेन्स हुनु पर्यो। त्यति भयो भने चाहिँ हजुरहरूले चाहिँ यो बाइकहरू चाहिँ हजुरले 50% डाउन पेमेन्ट गरेर चाहिँ हजुरहरूले लिएर जान सक्नुहुन्छ है। भन्नाले तपाईँको सेकेन्ड ह्यान्ड बाइकमा पनि तपाईँको नागरिकताकै भरमा पनि आयो है सर? हजुर हजुर आयो, एकदमै 25 वर्ष उमेर चाहिँ पुगेको हुनु पर्यो हजुर होइन, ड्राइभिङ लाइसेन्स हुनु पर्यो हजुरको भ्यालिड होइन। त्यतिको हजुरले 50% डाउन पेमेन्ट गरेर चाहिँ यो बाइकहरू चाहिँ हजुरहरूले आफ्नो बनाउन सक्नुहुन्छ है। हुन्छ सर, यहाँबाट सुरुवात गरौँ त है सर। यसको प्राइस चाहिँ हजुरहरूको लागि चाहिँ हामीले 2,70,000 राखेका छौँ होइन। 2,70,000मा चाहिँ हजुरले यो चाहिँ 2022 को मोडल हो, FI-ABS-मा तपाईँको देख्न सक्नुहुन्छ। बाइक एकदमै फ्रेस कन्डिसनमा छ। 2,70,000 को बाइकमा चाहिँ हजुरहरूले जम्मा 50% मात्र डाउन पेमेन्ट गरेर चाहिँ हजुरहरूले लिएर जान सक्नुहुन्छ। फाइनेन्स पनि हजुरलाई विदिन 2 आवर्स भित्रमा हजुरलाई फाइनेन्स हुन्छ। मात्र 2 घण्टामा नागरिकताकै भरमा चाहिँ स्कुटर आयो। हजुर हजुर हजुर। र त्यस्तै गरी अर्को देख्न सक्छौँ। त्यस्तै गरी अर्को छ है, एकदम तपाईँको बजाजको 125 सीसी है, माइलेजको लागि एकदमै बवाल बेस्ट। यो पनि 2022 कै मोडल हो। यसको प्राइस चाहिँ हजुरहरूको लागि भनेर चाहिँ हामीले जम्मा 1,95,000 राखेका छौँ है। यो चाहिँ हजुरहरूले जम्मा 1,05,000 डाउन पेमेन्ट गरेर चाहिँ लिएर जान सक्नुहुन्छ है। 1,05,000 मै तपाईँको डाउन पेमेन्ट गरेर चाहिँ हजुरले 2022 को पनि लास्ट मोडल हो यो है। यो हजुरले आफ्नो बनाउन सक्नुहुन्छ। त्यस्तै गरी हामीसँग अर्को पनि छ है, 042 लट 2023 को मोडल। यो बाइक चाहिँ हजुरहरूको लागि चाहिँ हामीले 2,45,000 राखेका छौँ है। यसमा पनि हजुरहरूले सेम कन्डिसनमा चाहिँ त्यसको 50% डाउन पेमेन्ट गरेर चाहिँ हजुरहरूले आफ्नो बनाउन सक्नुहुन्छ है। र त्यस्तै गरी अब हामी जम्प सर टिभीएस को मा पनि छानी राइडरहरु है, एकदम माइलेज दिने बाइकको खोजीमा हुनुहुन्छ, कोही पठाउ इनड्राइभ गर्न खोजिरहनु भएको छ अथवा दिनमा हजुर धेरै ट्राभल गर्नुहुन्छ भने चाहिँ यो बाइक चाहिँ हजुरहरूको लागि एकदमै बेस्ट हुन्छ है। FI भर्जनमा हो, 2024 को मोडल। FI भर्जनमा जम्मा 8-10 हजार किलोमिटर मात्र कुदेको छ है। कन्डिसन वाइज हेर्न सक्नुहुन्छ, A1 कन्डिसनमा छ। हजुरहरूले लगेर 1 रुपैयाँ केही खर्च गर्नु पर्दैन है। यसको प्राइस चाहिँ हजुरहरूको लागि भनेर मात्र 2,15,000 मा हामीले अपडेट गरेका छौँ है त। र त्यस्तै गरी अर्को पनि छ है सर? अर्को छ, यो चाहिँ हजुरको 2023 को मोडल हो, बागमती प्रदेशको 046 लट। जम्मा तपाईँको लगभग 12-13 हजार किलोमिटर मात्र कुदेको छ। सर 1,95,000 मा लिएर आएको छु है, 1,95,000 मा। र त्यस्तै गरी अर्को फेरि छ सर है हामीसँग? यो चाहिँ हजुरहरूको 2022 कै मोडल हो यो पनि है। यो पनि किलोमिटर कुदा गर्दाखेरि लगभग 13,000 किलोमिटर मात्र कुदेको छ है। यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र आउँछ 1,85,000 मा आफ्नो बनाउन सक्नुहुन्छ है। र सर मैले तपाईँहरूको चाहिँ यो पहिलोचोटि हाम्रो बाइक बजारमा भिडियो हालिरहेको छौँ है सर। हजुर हजुर। एकदम किलोमिटर चाहिँ जेन्युन कम कुदेको छ नि त बाइकहरू। एकदमै हजुरले मोडल पनि हेर्न सक्नुहुन्छ। हामीसँग चाहिँ नयाँ मोडलका बाइक मात्र राखेका छौँ है। 22, 23, 24 को मोडलको मात्र बाइक छ। अब भर्खर नयाँ मोडलका बाइकहरू त्यति धेरै नकुद्ला होइन, जति छ त्यति नै राख्ने हो, जेन्युन हुन्छ होइन। तपाईँलाई त्यस्तो लाग्यो भने हजुरले सम्पूर्ण चेकजात परीक्षणहरू सबै गरेर लिएर जान सक्नुहुन्छ। अब तपाईँको देख्न सक्नुहुन्छ 2023 को मोडल, 2024 मोडल, जम्मा 1 वर्ष 6 महिना होइन, 18 महिना चलेको बाइकहरू मात्रै छ हामीसँग धेरै होइन। त्यस्तै गरी अर्को छ हजुरहरूले साइन है, मार्केटमा एकदमै बलियो पनि एकदमै डिमान्ड, माइलेजको लागि एकदमै बेस्ट। यो चाहिँ बागमती प्रदेशको 016 लट 2020 को मोडल है। यसको प्राइस चाहिँ हजुरहरूको लागि मात्र हामीले 1,50,000 मा लिएर आएको छौँ है त। र त्यस्तै गरी युनिकर्न पनि छ है सर? युनिकर्न हजुर, यो चाहिँ 2022 को मोडल हो है। 2022 को मोडल। तपाईँको बुढो मान्छेले युज गर्नु भएको हो। किलोमिटर वाइज हजुरहरूले जेन्युन 14,000 मात्रै किलोमिटर कुदेको छ है। 14,000 मात्रै कुदेको छ है। अब हजुरहरूले सोरुममा गएर नयाँ किनिराख्नु पर्दैन। 14,000 भनेको भर्खर 2-3 चोटि होइन, 4-5 चोटि सर्भिसिङ गरेको बाइक चाहिँ हजुरहरूले पाउन सक्नुहुन्छ मात्र 1,85,000 मा। 1,85,000 मा पाउन सक्नुहुन्छ है। र त्यस्तै गरी हामीले पछाडि पनि दुईटा स्कुटर देखिरहेछौँ सर, त्यो पनि भनिदिउँ न है सर? यो चाहिँ हजुरको 2020 मोडलकै अप्रिला SR125 है, डिस्क ब्रेक पनि भएको, 125 सीसी मा, 2020 को मोडल है। किलोमिटर कुदा गर्दाखेरि यो चाहिँ हजुरको 18,000 किलोमिटर कुदेको छ है। अब यसको प्राइस चाहिँ हजुरहरूको लागि भनेर हामीले मात्र 1,50,000 मा अपडेट गरेका छौँ है त। र त्यस्तै गरी अर्को यता देख्न सक्छौँ है सर हामीले? यो चाहिँ यामाहाको रेजेडर स्कुटर है, 2020 मोडलको। यसको प्राइस चाहिँ हजुरहरूको लागि भनेर मात्र हामीले 1,70,000 मा लिएर आएको छौँ है त। र त्यस्तै गरी सर हामीले यो एउटा छुट्यायौँ जस्तो सब पल्सर, यो चाहिँ 220 है। एकदम धेरैजनाले 220 भन्दै हुनुहुन्थ्यो है। ल 220 चाहिँ हामीसँग अपडेट छ 2022 को मोडलमा, ABS भएको है। ABS भएको 2022 को मोडलमा बाइक देख्न सक्नुहुन्छ, एकदमै दामी कन्डिसनमा छ है। हजुरहरू आउनु होला, चेक जाँच गर्नु होला है। मन परेको खण्डमा चाहिँ हजुरहरूको जुनै कुनै बाइकसँग एक्सचेन्ज गरेर पनि लिएर जान सक्नुहुन्छ है। अब यसको किलोमिटर चाहिँ हजुरले देख्न सक्नुहुन्छ जम्मा 16,000 किलोमिटर मात्र कुदेको छ है। अब यसमा पनि हजुरले 50% फाइनेन्सको सुविधा पाउन सक्नुहुन्छ है।
र सरलाई मैले सोध्न चाहेँ सर, लगभग तपाईँले हामीसँग भएका बाइक स्टोरको सम्पूर्ण जानकारी र प्राइस, मोडल र अप्सनको विषयमा भनिदिइसक्नु भयो सर। यदि कस्टमरहरू टेस्ट ड्राइभ गर्न चाहेमा अथवा खरिद गर्न चाहेमा प्लिज हजुरहरूको लोकेसन र कन्ट्याक्ट नम्बर भनिदिनु न। ल हाम्रो लोकेसन चाहिँ ठ्याक्कै 3 कुने चोकबाट नयाँ बानेश्वर जाँदाखेरि ठ्याक्क बागमती खोलाको लेफ्ट साइडमा चाहिँ पुलिस चौकी छ। पुलिस चौकीबाट चाहिँ हजुरको खोलाको करिडोरतिर 4-5 सटर अगाडि चाहिँ हाम्रो बाइकर्स होम अवस्थित छ है। हजुरले त्यसमा भेट्नु भएन भने हजुरहरूले डाइरेक्ट गुगल म्यापमा गएर पनि हजुरहरूले बाइकर्स होम सर्च गर्न सक्नुहुन्छ है। अब नत्र भए तल दिएको स्क्रिनमा दिएको नम्बरमा डाइरेक्ट कल गरेर पनि हजुरहरूले लोकेसनको अपडेट लिन सक्नुहुन्छ हैन। नत्र भए हजुरहरूले बाइकर्स होम भनेर हजुरहरूले गुगल म्यापमा सर्च गर्नुभयो भने भेट्नुहुन्छ है त। र सरलाई मैले अन्तिममा फेरि एउटा सोध्न चाहेँ र अन्तिममा जाँदै यहाँ कस्टमर आउनको लागि चाहिँ के भन्न चाहनुहुन्छ सर? म चाहिँ के भन्छ भने अब हामीले चाहिँ विगत तपाईँको 12-13 वर्ष अगाडिदेखि चाहिँ हामीले चाहिँ सेकेन्ड ह्यान्ड बाइकको चाहिँ हामीले सर्भिस दिँदै आइरहेका छौँ होइन। अब हजुरहरू पनि आउनु होला, भिजिट गर्नु होला है। अब सेवा गर्ने मौका दिनु होला। हामीले बेच्ने मात्र होइन कि हजुरहरूको कुनै पनि बाइकहरू बिक्री गर्नु छ भने चाहिँ हजुरलाई एकदम उचित भ्यालुएसन गरेर चाहिँ हजुरहरूको बाइक पनि हामीले बाई पनि गर्नेछौँ है। हजुरहरूलाई बेच्नु पनि छ भने पनि हजुरहरूले चाहिँ बाइकर्सहरूलाई सम्झन सक्नुहुन्छ एकदम मजाले होइन। हुन्छ सर, हजुरको यो महत्त्वपूर्ण समय हाम्रो बाइक बजारलाई दिनुभयो। हजुरको समयको लागि धेरै धेरै धन्यवाद। ल हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। यत्रो लामो समयदेखि सबै हेरेर बस्दिनु भएकोमा धेरै धेरै धन्यवाद। आउनु होला, भिजिट गर्नु होला, टेस्ट राइड गरेर हेर्नु होला। हजुरहरूलाई चित्त बुझेको खण्डमा त्यसमा हामीले भनेको प्राइसबाट नै हामीले सक्नेसम्म हजुरलाई एकदमै मिलाएर हामीले पठाउने हजुरलाई कोसिस गर्नेछु। भिजिट गर्नु होला भने हस्, धन्यवाद।